हामीलाई हेर्नुहोस् डिस्ट्रिक्ट चाहिएको होइन, हामीलाई हस्पिटल चाहिएको होइन, हामीलाई डेभलपमेन्ट चाहिएको होइन, हामीलाई बाटो चाहिएको होइन, हामीलाई माटो चाहिएको। किन जातले मात्रै गोर्खा हुँदैन नि त हो, रगतले मात्रै गोर्खा हुँदैन नि त। गोर्खा भन्ने कुरो सबभन्दा ठुलो चाहिँ आँट हो। गोर्खाको चाहिँ आँटले गर्दाखेरि चाहिँ गोर्खा चिनेको नि त। हेर्नुहोस् बयान भन्दाखेरि काम बिगारेको छुइनँ भने म इन्द्रको बाउ चन्द्रलाई पनि माफ माग्दिनँ है। माफ माग्नुभन्दा बेटर चाहिँ अब टाउको काटेर टेबलमा राखिदिन्छु भने चाहिँ बयान मैले दिएको थिएँ, म त अडिक छु। म माफी चाहिँ माग्दिनँ, किनभने यो कुरा हाम्रो माटोको है, र जहाँ पनि माटोको कुरा आउँछ हामीले जुन सत्य कुरा राखेको छु त्यो कुरा माफ माग्ने कुरा पनि त हुँदैन। त्यो बयानले आजको सभामा अब हेर्नु त्यो जुन चाहिँ बयान मैले दिएको थिएँ है, त्यो बयानले मलाई धेरै पोजिटिभ कुराहरू आयो। कुनै पनि एउटा यस्तो व्यक्तिले मलाई फोन गरेर फोनमा धम्काउने कुरा पनि गरेन, सबले मलाई एप्रिसिएट गर्यो। भाइ तपाईँहरूको जुन चाहिँ एउटा आवाज थियो त्यो आवाजले गर्दाखेरि हामी गोर्खाहरूमा त्यो एउटा ऊर्जा आइरहेको छ है, र यो ऊर्जा ल्याउनुमा चाहिँ तपाईँहरूको पनि एउटा ठुलो भागीदारीता छ क्या। किनभने तपाईँहरूले त्यो चिजलाई भाइरल गरिदिनु भयो है, जुन चाहिँ अब धेरै दिनदेखि सुतेर बसेको जस्तो थियो, तर त्यो आवाजले फेरि हाम्रो एउटा गोर्खामाथि एउटा जोस आएको छ क्या। सबैलाई चाहिएको रहेछ गोर्खाल्यान्ड क्या, सबैलाई। किन यो सभामा हामीले देख्यौँ कसै तपाईँको अनित थापाको पार्टीबाट पनि छ, कसै तपाईँको जेएलएफको पार्टीबाट पनि छ। यहाँनिर धेरै पार्टीहरूको पनि आफ्नो पार्टीको झन्डालाई साइडमा राखेर है यहाँनिर यो सभालाई अब एउटा आफ्नो एउटा बल दिनु लागि यहाँ पनि हाम्रो धेरै युवाहरू आएको छ है, र उहाँहरूलाई चाहिँ म धन्यवाद भन्न चाहन्छु कि आवाज चाहिँ यो हाम्रो मात्रै होइन रहेछ, सबै जातिको रहेछ है। र अब हामीले जुन दिनदेखिको चाहिँ हामीले तपाईँको झन्डालाई माथि होइन आफ्नो माटोलाई माथि राखेर सोच्छौँ नि, त्यति बेला चाहिँ हामी साँच्चै नै गोर्खाल्यान्डमा छु भन्ने चाहिँ हामीलाई आशा लाग्छ क्या। अहिले एकपट्टि दार्जिलिङ पहाडमा भिन्दै भिन्दै व्यवस्थाको कुराहरू चलिरहेका छन्, त्यसमाथि अहिले भट्टाभट गोर्खाल्यान्डको आवाजहरूको निम्ति र्याली आजको सभा भइरहेको छ। यसले सरकारमाथि अथवा यति लामो डिमान्ड पेन्डिङमा रहेको डिमान्डलाई कतिको यसले फुलफिल गर्छ अथवा अब हेर्नु है व्यवस्था कस्तो खालको व्यवस्थाको कुरा गर्दैछौँ हामीले। डिजिएसीमा कमान छोडेको सिन्कोना छोडेको, जिटिएमा पनि कमान छोड्यो सिन्कोना छोड्यो। अरे जहाँ चाहिँ हाम्रो गोर्खा जातिको पपुलेसन सबभन्दा धेरै त कमानमा छ नि त, किन हरेक व्यवस्थामा कमान मात्रै छोडिन्छ त? आन्दोलन गर्ने कमानको हुन्छ, गोली खाने कमानको हुन्छ, भोगोताल गर्ने कमानको हुन्छ, तर कमान मात्रै किन छोडिन्छ? र अब चाहिँ एउटा यस्तो व्यवस्था हुनुपर्छ जहाँ चाहिँ कमान पनि गोर्खाल्यान्डसँग जोडेको हुनुपर्छ। र यो जुन चाहिँ अहिले तपाईँको जिटिए चल्ने कुरा आउँदैछ, अब आजको डेटमा हेरौँ भने नै बङ्गालमा पनि बिजेपी छ, सेन्ट्रलमा पनि बिजेपी छ होइन। रोक्ने को छ? जिटिए त खारिज छ, को छ रोक्ने? तर जब रोक्ने मान्छे कोही पनि छैन भने दिने मान्छेले किन प्रब्लम? के को लागि चाहिँ उसले हामीलाई भोट मागेको थियो? हामीले त जिटिए चाहिँदैन भनेर भोट हालेको नि त होइन। हामीले जिटिए चाहिँदैन, जिटिए जस्तो थुत्रे व्यवस्था हामीलाई चाहिँदैन भनेर भोट हालेपछि फेरि हाम्रो माननीय संसदज्यू राजु विष्टज्यूले 360 करोड लिएर आएर जिटिएमा थोप्छ। अब 2029मा सरकार तपाईँको बिजेपीको बन्छ कि बन्दैन कसैलाई थाहा छ? थाहा छैन नि त, थाहा छैन हामीलाई, हुन्छ हुँदैन थाहा छैन। तर यो प्राइम टाइम हो। अझै हामी यसमा 1 वर्ष जिटिए जस्तो थोत्रे व्यवस्थामै भुल्यो भने भोलिको दिनमा सेन्ट्रलमा पल्टो यताउता भइदियो भने चाहिँ फेरि हामी कसलाई भन्नु? त्यसले गर्दाखेरि हेर्नुहोस् एमपी पनि हाम्रै हो, एमएलए पनि हाम्रै हो। अब हाम्रो यहाँको क्षेत्रीय दलहरूले जुन चाहिँ काम गर्नु थियो उनीहरूले त्यो गरिसक्यो। अब आवाज उठाउने त हाम्रो एमपी साहब र एमएलए साहब पो हो, तर उहाँहरूले पनि आफ्नो ठिकसँगले आवाज उठाउनु पर्यो नि त। दिने नदिने सरकार हो, तर भन्नु सक्नु पर्यो नि त। म हाम्रो एमपी साहबलाई हाम्रो एमएलए साहबलाई म यो पनि भन्न चाहन्छु, अब तपाईँ साँच्चै नै गोर्खाको छोरा हो, तपाईँ साँच्चै नै गोर्खाको छोरा हो र तपाईँ साँच्चै नै यो गोर्खा जातिलाई माया गर्नुहुन्छ भने चाहिँ तपाईँले एउटा गोर्खा भएर, तपाईँले एउटा गोर्खाको एमपी भएर तपाईँले तपाईँको आवाज चाहिँ संसदमा राखेको हुनुपर्छ। हाम्रो एमएलए साहबहरूलाई पनि यही भन्छु, हामीलाई हेर्नुहोस् डिस्ट्रिक्ट चाहिएको होइन, हामीलाई हस्पिटल चाहिएको होइन, हामीलाई डेभलपमेन्ट चाहिएको होइन, हामीलाई बाटो चाहिएको होइन, हामीलाई माटो चाहिएको। यो माटोको लागि हाम्रो पुर्खाहरूले आफ्नो बलिदान दियो, बहुत कुछ सहे हामीले। तर अब यति राम्रो समय छ जहाँ चाहिँ तपाईँको विरोध भन्ने कहीँ पनि छैन, न त तपाईँको स्टेटले विरोध गर्छ न सेन्ट्रलले गर्छ। र जब छैन भने चाहिँ फेरि किन तपाईँहरूले हामीलाई अझै 1 वर्ष 13 महिना चाहिँ जिटिएमा बस भन्नुहुन्छ? बस त यहाँ यो ठुलो छ नि त। म यही भन्न चाहन्छु हाम्रो सरकार पक्षहरूलाई पनि, भोलिको दिनमा अगर जिटिए आउँछ भने हामी युवाहरूले सडकमा उत्रेर विरोध गरेको हुन्छौँ। यो मेरो पहिला पनि अडिक थियो, अहिले पनि अडिक छ। दिन्छौँ भने पर्मानेन्ट पोलिटिकल सल्युसन देऊ, दिँदैन भने चुप लागेर बस, तर जिटिए चाहिँ हामी थाप्दैनौँ। तपाईँले भन्नुहुँदै थियो अहिले चाहिँ हेर्नुहोस् है, म त सिधा कुरा गर्ने मान्छे है,
अगर हाम्रो गोर्खाको एमपी भएको भए, पार्टीको होइन गोर्खाको एमपी भएको भए, हाम्रो गोर्खाको एमएलए भएको भए, किन जातले मात्रै गोर्खा हुँदैन नि त हो, रगतले मात्रै गोर्खा हुँदैन नि त। गोर्खा भन्ने कुरो सबभन्दा ठुलो चाहिँ आँट हो। गोर्खाको चाहिँ आँटले गर्दाखेरि चाहिँ गोर्खा चिनेको नि त। र हाम्रो एमपी र एमएलए साहबको यतिको आँट चाहिँ हुनुपर्छ कि वी वान्ट गोर्खाल्यान्ड भन्ने आँट हुनुपर्छ। अन्त चाहिँ ऊ पक्का गोर्खा भन्ने शब्द बुझिन्छ। मैले अघि भने त कस्तो व्यवस्था, जहाँ चाहिँ कन्ट्र्याक्टर जन्माउने व्यवस्था, जहाँ चाहिँ आफ्नो छोराछोरीलाई विदेशमा पठाउने व्यवस्था, जहाँ चाहिँ आफूले पैसा कमाउने व्यवस्था। अरे व्यवस्था ल्याउनु छ भने त त्यो कमानमा काम गर्ने श्रमिकहरूको जमिनको व्यवस्था ल्याउन। कुरा यति मात्रै हो, सिम्पल कुरा छ। हेर्नुहोस्, हामीलाई यस्तो व्यवस्था चाहियो जहाँ चाहिँ कमान छोडेको हुँदैन, सिन्कोना छोडेको हुँदैन, जहाँ चाहिँ उभिएर चाहिँ हामी भन्नु सकौँ यो जमिन चाहिँ हाम्रो, जहाँ चाहिँ हाम्रो कमानको श्रमिकहरूले आफ्नो आँखा उभिएर भन्नु सकोस् कि त्यो परको बारी चाहिँ मेरो है, यो घर मेरो हो, यो किचन मेरो हो। जहाँ चाहिँ यस्तो व्यवस्था होस् जहाँ चाहिँ कमानको श्रमिकहरूको घरमा कहीँ कोही देहान्त भएपछि म्यानेजरलाई गएर त्यो 6 फिटको जमिन माग्नु नपरोस् होइन। घरमा लाइट लाउँदाखेरि एप्लिकेसन लेखेर म्यानेजरलाई गएर सर मेरो घरमा त्यो भन्नु नपरोस्। त्यस्तो व्यवस्था चाहिएको हामीलाई, यो छानछुने व्यवस्था चाहिएको होइन। यो व्यवस्थाले चाहिँ हाम्रो जेनजीको भविष्य खराब हुँदैछ आजको डेटमा। हेर्नुहोस् त्यो व्यवस्था के हो, गोर्खाल्यान्ड हो। त्यो व्यवस्था गोर्खाल्यान्ड हो, जहाँ चाहिँ हामी भन्नु सक्छौँ कि भाइ तपाईँ कहाँबाट आएको भन्दा गोर्खाल्यान्डबाट हो नि त। त्यो व्यवस्था गोर्खाल्यान्ड भयो, जमिन पनि हाम्रो हो नि त, माटो पनि हाम्रो, हावा पनि हाम्रो, हरियो पनि सबै हाम्रो हो नि त होइन। हाम्रो त्यसमा अधिकार लाग्छ नि त। यस्तो खालको व्यवस्था चाहिँ गोर्खाल्यान्ड हो।